दुखिया थे ठाउँ ए गाना गाउनु पर्ला लाई ए काङ्गो रैको मुगो चिसाले सेक्सी सेक्सी गातीको आँखामै तिरै ने बाहिर तँ क्या त है ए घरको कामहरु दष्टै म पनि राम्रो काम नपाइकन हेर्नुलाई आइयो न तँ हात बस्नुलाई भने नि आयो भने तँ क्या त भुल्ला मासला खाने बनाइ जाउरे भयो बस भयो जै जातक लेके जातक नाति हेर्नु गर्ने नै नि छोरो गाए तेरो माथिमा छोरो क्या त जे घर सिधै सिधै त असिला जीवन त ए मेरो पनि यस्तो मेरो छोरा भन्ने कुमारी छोरो कहाँ भाइको यस्तै भइरहेको म न परडे डुल्दै आयो म होइन तँ पनि भेटाउन भनिकन नभने तँ नेट पारेर सफा गर्दो र अब छोराको गराउनु हो देख आइन तँ जाने कि नहीं कम त जाऊ के जाऊ कमको त हगाइ थिरै जाऊ के जाऊ म भाइ जाउँदा यार म बिहान म ह्याङ बाजो पनि ह म आफै चिरिप्प लाउनु पर्ने ह तँ जा त चिरिपुलाउनु मैले आउँला हो जाऊ तेरो छोराको मुनो कमको त के त जा डिस्टर्ब भइगयो तँ आफ्नो बोल्दैन ए जाने भए जाउँ आ छुटा बजे त 5 रुपैयाँ ने बेला खाने कुरा गर्दै रह अहिले जाउँला उधर से आनन्द लाग्यो छोराछोरी पनि यति जरा मैले बाउ कहिले छप्पा गर्नु पर्दा बाउले रक्सी खान पाएन नि अब छुट्टै सिक्यो बाउ खाना उधर खान पाएदेखि अब जानु पर्यो त्यहाँ रक्सी खाने होइन उधर खातामा हाल्नु पर्यो छोराछोरी पनि काम छैन अब दारू हान्नु त जानै त पर्यो त लाइबरीलाई सेक्सी सेक्सी केटीको आँखामै तिरै म पनि हान्ने हो त नि रक्सी दुई भाइ मिलेर रक्सी हान्नु पऱ्यो अनि तँ अघि नै आयो भने तँ अनि अहिले म किन बसिस त अनि रक्सी हान्नु पर्ने रक्सीको माया भने छुट्टै बेग्लै ए अब तँ किन आइने त अनि अघि आ भने मित्रको माया लागिहाल त नभए चिरिप हाल्नु भन्ने बेला क्या मित्र नहुँदा अब केही गर्न सक्दिनँ म पनि बोलाइकन आएको थिएँ है तँ आउँदाखेरि म पनि आइगएको दे छैन भट्टी पनि आइगयो अब मन भुलाउने सबै नै पाइरह चुम्कली नेम है चुम्कली ख्याल चुम्कली हुँदा ओइ चुम्कली हुँदा जब दे हेर छैन नप्पन्न खासम्म केही नहुँदो मन बुझ्दैन तर बुझ्ने पनि कहाँबाट भयो त्यसो नै जोइ ल्याएर जोइ मरिगयो एकै छरा मात्रै भयो दुवैजना राणा भाइ के मजा आयो सबै ठिक होइन यसो दारू मगाऊ चुम्कली एकचोटि मुझे त पैसा नै त आफू मगाएको उधर चुम्कली उधर हाम्रो चुम्कली ए चुम्कली एक गिलास ल्यापा ए चुम्कली तेरा मुखमा के तो लिंडा पसे ठुला आवाजले बोलाउन हक त नै लिन्डा त बढिया नै अब यस्तो डल्ले पैसा हातमा चाहिँ लागिएन है अब कुरा सोध्दिन दुटा लिन्डा खिन्डा जाऊ एक बोतल चिरिप्प लाउनु पर्यो ल्याउ पो टाढो छरा उनीहरु मत खान के क्यान हो यस्तै दहा ल्याइली बुझ्दैन कुरा तँ भइखन नि अहिले अहिले म खान पाएँ हौ मन बुलाउन पाएँ हौ यस्तै हुन्छ नि आँखा देखिन तिमी चुम्कली ल्याउने भो कसम चुमेली आफूभन्दा राम्रो रक्सी पाट सिक्यो त्यो त्यही भएर त तँ पनि यहाँ ल्याउँदा त चिमेरीको हात चाहिँ हुन् है चिमेरीको हात चाहिँ हुन् क्या खा त भनेको खाना पहिला मित्र भएपछि यति हुनु पर्दैन सुमेली खानु हिँड्ने भयो कि होइन
मुगाला त नत्र मेथ्रो यत्रो हुँदैन हुन भनेन क्या कस्तो खान यहाँ कुकुरको झोल मेथ्रो मैले हप्पै हक्काले मैले पनि अब हामी त्यो छुम्कली हो कि चुम्कली हो बोला त मित्र बोला न छुम्कली अब हामी गयौँ है जहिले पनि उधारो मात्रै खाता पैसा तिर्दैन हड्लो छोरा हाम्रो त पुरानो खाता छ लपन छपन्न होला डिस्टर्ब नगर्न पुरा गर्दैछु त त्यो हाम्रो त्यो लक्षम छपनको त्यो खाता होला त्यहाँ चाहिँ लेख्दै गर है हामी गयौँ यसको लागि बाई मिठो छ मित्र म भयो बिचतिर मलाई मेरो टोपी भाइको टोपी यहाँ छ क्या नि त मित्र पनि माफे हुन्छ होइन छुम्काले चाहिँ स्वाद छ छुम्काले म त लम्बा ए मित्र त्यो छुम्काले म लिन्छु के म त प्लेन उडाउने ड्राइभर हुन्छु म त गाडी उडाउने ड्राइभर हो गाडी म गएको बस तँ नै बस्छ भाइ घर पनि आयो छोरा बोलाउनु भने अब खाना त्यो पनि बोलायो ए छोरा ए भाइ जुजु ए जुजु क्या बात है ए धोकीकन आइगान बड्डा म हन आउँदैन अब छोरा पाली सामने हेर बड्डा झ्याप भइकन बड्डा यस्तो झ्याप हेर रे यहाँबाट बाटो यहाँ बड्डा बड्डा यस्तो के बाटो म बस्छु अहिले के मान्नु नि हाम्रो घर हाम्रो घर भित्र हो यार हिँड्छ न तेरी बाउ बिहानदेखि कहाँ गयो यार दिमाग खराब भयो यार मा सुड्डो फेरि झारखाना गयो कि यार खोइन जानु पर्यो यार मा कहाँ गयो क्या ती बाउ यार बिहानदेखि मा दिमाग ह्याङ भइसक्यो मुली त्यो दिमाग खराब मा मेरो बाउ यहाँ क्या दाङ सुड्डो ओ बाउ उठ लास्ट खाइले अनि यार आइपुग्यो यार लोटौला यार फेरि यो पनि राम्रोसँग लाउ न उठ म बोकेर ल्याउँछु उठ यहाँ धोकेछ यार मा भाउ जहिले यस्तै दिन्छ अरे हजुर भाइ म भन्दैछु है भाइ हिँड भित्र नास्ता खाम हिँड भित्र यार सधैँ मेरो दिमाग ह्याङ गर्छौ के भित्र बस्नुहोस् न भित्र ल ठिक छ एउटा कुरा भनौँ बा गुन्डा रक्सी कस्तो हुन्छ के मलाई पनि चकाइदिनु नि यसो हजुर किन खानुहुन्छ त अनि यसरी मलाई पनि चकाइदिनु न बा चाख्ने बा म त चाख्ने थोरै भाउ छोरा चाखौँ होइन हुन्छ बा तर बरु छ भने यसो इन्कम दिनु न म लिएर आउँछु कि एकैछिनमै काइलेको के नामै बेसी ह्याङ भएर चुनकली चुनकली त्यसकोमा मेरो होइन उधारो चल्छ हो त्यसकोबाट लिएर आज बोतल कहाँ छ त बा बोतल आफै दिएछ त्यो मेरो ल म गएँ है बा फेरि यताउति जाने होइन ल कस्तो हुन्छ कि यो मा बाउले ल्याउन पठाएको छैन आज बाले सँगै बसेर खानुपर्छ भइहाल्नु पऱ्यो ढिलै गर्नु हुँदैन म बाउसँग बसेर खानुपर्छ कस्तो हुन्छ यार चाख्छु म कस्तो हुन्छ चाग्ने हो बा ओ बा ल्याउने त हजुर रुपियाँ माग्दिएर होला छोरीको चाड हुनेर आइगयो अनि साइलाको छोरो भनिन हो त्यही त भने त तब छोडी साइला त मेरो क्या चक्कर तिम्रो ठिक्रा न बा चाला मला ए बा ल भाउको त गुजाउ त हुन्छ नि त ल अहिले त साइला खाइहालौँ न तिम्रो गुजाउ त ल्याउँ कि त खाइने खाना यहाँ डिभाइड गर्छ बाबु चुनकलीले त के अर्कै भनिरहेको थियो बा के हो चाला
साला त बाउको त खराब फेरि बाउ फेरि खराब गर्यो बढी चाहिँ म खान्छु भाइ फेरि ल चट्ट छोरा टेस्टी बहुत टेस्टी बा मिलो हुँदो हते झेल खाएर आलिया छोरा मिलो अब आफ्नो के भन्दा अब म चढ्या पे फेरि म बाखा हुँदैन र ओभर भएको बा नम्बर भयो म खान सक्दैन झन यहाँ बाउ यहाँ ढेल हुन्छ अब ढेल हुन्छ सुझा रानीको छोरा कहिले खाँदैन ल म सुन्न भएको कहिले खाँदैन है अब कपाल म पनि आएँ सुन्न म पनि आएँ चिन्ता नगर चिन्ता नगर है भाउले ठुलो ढेरा लाउन सक्दैन केही छैन नि त्यहाँ पैसा अब बिहान भयो यस्तो आँखा दुख्यो यार टाउको दुख्यो ओभर भयो सही म धोइल नि अब भित्र सुतेकै छ टाउको मात्रै दुखिया रक्सी ओभर भयो बिहान भएको टाउको मात्रै दुख्यो आइपुरी मेरो मित्रको सुन्नै दिएन सुन्नै दिएन क्या सुन्नै दिएन मेरो मित्र क्या ए खाइला ए मित्र खाइला क्या बात है तो कोनी क्या ना ढोकरी दही ता मेरो छोरा त तल बुखिले ल्याङ हामी के ल्याङ आछौँ बेली बा बस आ यहाँ यति बस ल्याङ भइगे है मेरो छोरा यो यस्तो झ्याल्छ तर बाटो बुखिले मेरो छोरी त मेरो छोरा त के पनि खाँदा लास्टै सुत्दिए मेरो छोरा मेरो छोराले पर म पढे छि हैन बेले लियो तो मित्र भइके पनि त छोरो नि यार छोरो आएर पछि मिठाईकन लियो त्यो चाहिँ म चुर खाँदैछु मेरो छोरा त लास्ट यो सुत्दिया के खाँदैन हेरौँला हामी पनि हेरौँला मेरो छोरा त सुत्दिया के खाँदैन केही मित्र त खायो नै हिजोको त लास्ट दियो यार ए सारा दिन ल्याएर अन्त माइला हिजोको रक्सीले त धेरै दियो यार मा टाउको सुत्रि आउने देखि तेरो छोरा यही राख अझ लौ छोडिए नै रे मेरो छोरा यो नि यार माता सुत्रिया भयो नान्नानु भाजी बेच्दै मारे मारे भाउले गर्दै एक बाउ बिग्रिया छ बाउ भन्दा त छोरा जुन बिग्रिएर त गया हेर अब मारा गर न थिचा थिच गर न तिमी पनि के ठुला कुरा गर्दा त बाउ ठुलो कुरा नगर भन्दा तँ त मेरो पहिलो ठ्याग होइ माया लाग्दो हो नाक त हेरेको तु भाइ त मेरो को हो त कुरा बुझ्न छोरो ए समाजको मु त हो त बाउ इमानदार भन्ने मान्छ तिमी पनि उही ड्याङका मुला त हो त अझै कुरा गर्दा है बाउ खन त्यही बाउ त ठुलो कुरा गर्दा हो भोगले आन्द चाम्लिका जा भित्र बाबा म भाइ ग छिटो आउ तिमी पनि आऊ है कुरा गर्दा रह नानी जात गइने हे छोरागान त भात पकाउनु जा खाना पकाउनु जा भन्ने तर नुन मर्च हाल्न आउँदैन हल्दो सहित हाल्न आउँदैन ख्यान त्यहीकन खाना बनाउने त लाग्दछ तर नुन मर्च हाल्न आउँदैन भाइ त हाल्नु आउला भाइ ये बाप का कुछ काम नहीं है क्या बंदा है रना कुटुआ तर मेरा एक सिरियस कुरा हुन्छन् मेरा अस्ति दुखले हिन्दी कुरा बोल्नु सिकाछ त गाउँका मुखिया पढे हई मान्दा गुन्दा इंग्लिश त भन यार चाहिँ हिन्दी बुझ्दा छैन त्यही पनि हाम्रो पनि तैले अलिअलि यति सिकाइछि रे त हनो पढ्दै छियो बा हिन्दी बुझ्दैन नपा हिन्दी बुझाइछि त्यही पनि बिर्सिले हौ केले पछि त मादुछु क्या सिकाउँदा यो जोइराणा देशिया मेरा छोराको न हिन्दी सब्जेक्ट पढाएको के हिन्दी सब्जेक्ट अब एले मकन हिन्दी सब्जेक्ट सिकाया हो
एक छाराखना सिकाउन छोटे ने काजिकन हान यसो मसाज गर्दै हान नि या कति गर्ने हो मालिक तर मालिक के गरौँ मालिक त मोर बड्डा ताला खुलेर गर्न मुछि ओ बड्डा छिटो खोल न ताले त आँखा आँखा देख्छ नै छिटो खोल छिटो ल्याउ म खोल्देऊ भइगयो यसले त मलाई घाँटी बुझेर मार्छु पक काजी पक यतै त शरीर देख्छ नि शरीरमा गर्न खाउँदो कतै ए बिस्तारै गरेर जोइका हुँदैन के छरा मारलाई पुर्जा जोइका छरा मार्दैन क्या मारलाई सपक छरा म लुगा लाउँदो अब यसो काजी मन्टो गाउँतिर डुलो चल्नु पर्यो आजकल गाउँको गतिविधि कस्तो खेप हे नगए धेरै दिन भएको जाऊ बड्डाउ यहाँ घर सबैको धाउ यसो गाउँदो कोछरोले के गरे यसो बुझ्न पाइयो है भाइको देखेल्नु बा कता बा खसाउँदो गरे गाउँको काजी मन्ठाउँ हात्ते हान्न जाने हुन् यसो गाउँदो लड्की पाइने हान कि यसो डुल्लो भाइज काम गरे मे जोइका छरा गाउँदो नडुलिया पनि धेरै भएको यसो कोही पाइने हान कि भाइज गाउँमा गाउँको हालचाल बुझ्यौँ एकछिन नि काजी मन्ठ पढे